हेलो एभ्रिवान। आज चाहिँ म र मेरो साथी कन्याम घुम्न गइरहेछौँ। म नि फर्स्ट टाइम हो, साथी पनि काठमाडौँ आएको, साथी पनि फर्स्ट टाइम हो। अब कन्याम राम्रो छ भन्ने चाहिँ सुनेको हो। लेट्स से कस्तो छ। अब बाटो अहिलेसम्म हेर्दाखेरि बाटो राम्रै छ। अब हेरौँ कस्तो कस्तो बाटो रहेछ। अनि यहाँको बाटोहरू, यहाँको सिनहरू म सबै तपाईँहरूलाई देखाउँछु। अनि अहिले चाहिँ हामी ल हिँडेको चाहिँ भयो होला आधी घन्टा जति। यहाँबाट लाग्छ। अब हामी अहिले चाहिँ चारडीबाट मासतिर लागिसकेका छौँ। अब चारडीबाट नि ल 5-7 किलोमिटर मासतिर चढिसकेको बाटो हो। अनि यो चाहिँ अहिले हामी उकालो चढिरहेछौँ। त्यहाँ यो चाहिँ अहिले स्वागत झरना नजिक आइपुग्यौँ। अब म पनि पहिले फर्स्ट टाइम गएको, साथी पनि फर्स्ट टाइम गएको। हामी दुईजना एक्साइटेड छौँ कस्तो छ बाटो, कस्तो छ ठाउँ भनेर। अब जाँदैछौँ, हेरौँ कस्तो रहेछ यहाँको माहौल, यहाँको अवस्था बुझौँ न कस्तो रहेछ। यहाँ चाहिँ बाटो बनाइरहेको छ अहिले। जस कन्याम जाने बाटो विकास गर्दै रहेछ। यो बाटो चाहिँ यता मास्तिर पहाडी जिल्लाहरू कन्याम इलाम जिल्ला, अनि पाँचथर, अनि ताप्लेजुङ, त्यताबाट फेरि अन्य छिमेकी जिल्लाहरू पनि जाँदो रहेछ। अनि उता सबैभन्दा राम्रो चाहिँ पाथिभरा मन्दिर जानको लागि चाहिँ बेस्ट बाटो यही हो। ठिक छ, बाटो राम्रै रहेछ अहिलेसम्म चाहिँ। अब हामी लगो वाउ दामी छ। सन कस्तो सोलिड देखेको छ। ल हामी चाहिँ गाडीमा दुईजना मात्र हो, म र साथीले ड्राइभ गरिरहेछ। अनि म चाहिँ साथीसँग कम्पनी दिइरहेछ, खोज्दै गइरहेछौँ हामी चाहिँ। अनि बाटोहरू चाहिँ अलिक सानो रहेछ। ल अब चाहिँ कन्याम देखेको जस्तो लाग्यो मलाई। सायद म पनि फर्स्ट टाइम हो, गएको छैन अहिलेसम्म। हेर्दाखेरि चाहिँ कन्याम आएको जस्तो लाग्यो ठाउँ हेर्दाखेरि चाहिँ। अब त्यही पनि हो कि होइन हेरौँ के हुन्छ। हो रहेछ भनेदेखि तपाईँहरूलाई पुरा सिन देखाउनेछु म। ल साथीले हामी एकछिन त्यहाँनिर खाजा खाना ब्रेक गऱ्यौँ। खाजासाजा खाएर फेरि हिँड्न सुरु गरिसक्यौँ। हाम्रो यात्रा जारी छ। 10 मिनट जति खाजा खायौँ त्यहाँनिर। ठाउँको नाम के लेखाएको थियो मैले बिर्सेँ हो, ठाउँको नाम चाहिँ बिर्सेँ। अनि यो चाहिँ हामी एउटा चोक कन्यामभन्दा अलिकति तलको चोकमा आयौँ। यहाँबाट चाहिँ 10 मिनटमा पुगेर छ कन्याम। ल यही चोक हो, के चोक हो यो चाहिँ। अनि यहाँबाट माथि पाथिभरा एउटा सानो पाथिभरा मन्दिर पनि रहेछ राइट साइडमा। सानो पाथिभरा मन्दिर जाने बाटो नि यहीँनिर छ। अनि अब अगाडि जाउँ, कहाँ पुगिन्छ हेरौँ है त। अनि को कन्याम पुग्नुभएको छ, को पुग्नुभएको छैन, एकचोटि ट्यागको कमेन्ट पनि छोडिदिइहालौँ। तपाईँहरू कमेन्टको प्रतीक्षामा हुनेछ भयो त। यो चाहिँ कन्याम बजार। चाहिँ कन्याम बजार आइपुगेछ। अनि होइन नि कन्याम बजार होइन रहेछ नि त, म त मिस्टेक भयो। अनि कन्याम बजारभन्दा अलिकति तल बजार हो। यहाँ चाहिँ सुँगुर काटिरहेछ। अहिले फर्किँदै सुँगुर मासु लगेर साग हालेर सुँगुर मासु र साग खाने भन्ने हाम्रो प्लानिङ हो। अब हेरौँ कतिखेरसम्म हुन्छ। ल यहाँ अगाडि चाहिँ लामा दाइको दामी लामाहरूको झन्डा वा सुलिड देखेको छ। जस कन्याम जाने बाटोहरू राम्रो बनाएको छ। अनि हेरौँ अब चाहिँ कन्याम फाइनली पुगिसक्यो। रुखहरू पनि कस्तो कि फाइनली भिजिटको लागि बनाएको जस्तो रुखहरू पनि छ रहेछ, धोबीको रुखहरू। दायाँमा चिया बगान। हामी बिचबाट गइरहेछौँ। हामी कन्याम पुगिसक्नु पर्ने छ, तर डेस्टिनेसन पुग्न चाहिँ 2-4 मिनट लाग्छ है। अलिकति अगाडि हो। हेरौँ है त कस्तो रहेछ बाटो चाहिँ। बाटो पनि दामी छ। यो सायद टुरिस्ट एरिया भएर होला, बाटो चाहिँ दामी बनाएको छ। टुरिस्ट एरिया भएर होला सायद। ल हाम्रो साथीहरू पनि सायद कन्याम घुम्न हिँड्नुभयो होला। अगाडि हुँदा बाइकमा। ल त
ल हामी चाहिँ कन्याम ट्याक्क पुग्यौँ होइन कन्याम पुगिसकेको छौँ हामीले सर लक्क लगाएर घोडाहरू पनि देख्नुभयो होला कन्याममा घोडासोडा ट्याक्क रहेर घोडाहरू रहेछ ल अगाडि जाउँ उहाँ डाँडामा झन्डा पनि छ मैले झन्डा देखाइरहेको साथीलाई त्यहाँ जाउँ भनेर साथी चाहिँ घोडा चढ्ने अरे हर्स राइड गर्ने भनिरहेको साथीले चाहिँ म चाहिँ गर्दिनँ मलाई चाहिँ आवाज हर्स राइड गर्न म पहिला धेरै गरेँ त्यही भएर होला सायद फाइनल्ली कुनै समय सोचिएको थियो कन्याम जानुपर्छ भनेर यो चाहिँ चिया बगान है त दामी देखेर चिया बगान पनि ल नाइस चिया बगान वाउ तर अहिले चाहिँ खासै राम्रो देखिँदैन सबै काटेको भएर यो ठाउँ आउने चाहिँ बर्खाको समय रहेछ बर्खाको समयमा चाहिँ यहाँ चाहिँ चिया बगान चाहिँ भर्खर पाउलाको मुनाहरू भन्ने चाहिँ त्यो मुनाहरूले गर्दा चाहिँ चिया बगान दामी देखिँदैछ अहिले चाहिँ त्यही पनि ठिक छ यतिकोलाई नराम्रो भन्न मिल्दैन राम्रो नै छ यो चाहिँ अहिलेसम्मको लागि चाहिँ मेरो नजरमा चाहिँ म पहिलोचोटि आएको भएर नि होला राम्रो लाग्यो घोडाहरू राम्रो यहाँ चाहिँ कोही पर्यटकहरू कोही बाह्य अथवा यहाँभित्रको आन्तरिक भए पनि घोडा चाहिँ दौडाएर आइहालिन्छ यसो 2-4 पैसा पनि हुन्छ भनेर अनि फोटो खिच्नु अनि यो फोटो खिच्ने मान्छेसँग चाहिँ हामी सचेत हुनुपर्छ है फोटो चाहिँ एउटा भने पनि 10-15 फोटो पठाइदिन्छन् ठ्याक्क 1-2 खिच्ने ठिक छ त्यति भए चाहिँ हामीलाई चिन्नु भइगयो पैसा किन धेरै वेस्ट गर्ने होइन तर मैले चाहिँ खिचिनँ साथीले चाहिँ फोटो खिच्यो सायद मसँग पैसा नखिचे नै हुनसक्छु मैले चाहिँ हामी डाँडा चढेका छौँ वाउ कन्यामको माथि मन्दिरको के अरे झन्डा बाटोबाट देखिने सिन हो यो चाहिँ दामी सिन छ गरौँ ल वाउ यो चाहिँ स्कुल रहेछ तर त्यो स्कुलमा पनि दामी हुन्छ जस्तो लाग्यो मलाई पढ्नु पनि ट्याक्क माथि यस्तो दामी भ्यू तल स्कुल वाउ ट्याक्क हामी त बिहान मर्निङमा पुगेको थियौँ ल 8 बजीतिर पुगेको थियौँ 8 बजीतिर दामी भयो ल हेर्न पनि मजा लाग्यो दामी हामी जाने फर्क्यौँ है फाइनल्ली बाटोमा यो चाहिँ बाटोमा फर्किँदै गर्दाखेरि गएँ यो फर्किँदाको सिन हो ल भिडियो अन्तिमसम्म हेरिदिनुलाई धेरै धेरै धन्यवाद साथी राइड गरिरहेछ अनि यो चाहिँ अगाडिको भ्यू बाटो अनि यो चाहिँ म र साथी थ्याङ्क्स फर वाचिङ एभ्रिवान प्लिज सब्सक्राइब दिस भिडियो ल माया गरिदिनु लाइक कमेन्ट पनि छोडिदिनु होला